मैले मेरो अध्ययन मैले नेपाल, नेदरल्यान्ड्स र जर्मनीबाट डेभलपमेन्ट र त्यसमा पनि फोकस टु वाटर एन्ड क्लाइमेट चेन्जमा मैले पिएचडी गरेँ जर्मन र नेपाल सरकारको सपोर्टमा र धेरै लामो समयसम्म सरकारी र गैर सरकारी संस्थाहरूसँग खानेपानी सरसफाइ र जलवायु परिवर्तनमा फोकस भएर काम गरेँ र अब एउटा लाइफको एउटा अर्को पाटो मा अहिले काम गर्दैछु। एउटा त्यो राजनीतिक नियुक्ति हो, एउटा कम्प्लिटली पोलिटिकल एपोइन्टमेन्ट र अब केही आफ्नो प्रदेश मा गरौँ भन्ने हिसाबले म बागमती प्रदेशको अहिले उपाध्यक्षको रूपमा कार्यरत छु र नेपालगञ्जमा रहेर केही समय अगाडि एउटा युएसएडको प्रोजेक्ट ग्लोबल प्रोजेक्ट लिड गरेको हुनाले वास फाइनेन्सिङ भन्ने प्रोजेक्ट थियो। यहाँ रहेर हामीले यो प्रदेश यो एरियाको धेरै जिल्लाहरूमा काम गरियो। सरले हिजोको छलफलमा पनि भन्नुभएको थियो, म पनि छलफलमा सहभागी थिएँ, बाँके जिल्लामा त्यति आर्सेनिक छैन, बरु बर्दियामा आर्सेनिक देखियो, यो ठाउँमा आर्सेनिक देखेन भनेर हिजो भन्दै हुनुहुन्थ्यो। कुन कुन ठाउँमा रिसर्च गर्नुभएको थियो यहाँले? त्यो हुन्छ, हस्, धन्यवाद। यो एउटा मेरो आफ्नो विषय र यो मैले गरे होइन, विभिन्न डोनर एजेन्सीको सपोर्टमा खानेपानी मन्त्रालय, खानेपानी ढल व्यवस्थापन विभाग अहिलेको ले गरेको र हाम्रो यो बाँके बर्दिया मात्रै होइन 20 जिल्लाको आँकडा मसँग छ। म बोलेको होइन, त्यो आँकडा बोलेको, त्यो आँकडा बोलेको र हामीले ब्लाङ्केट टेस्टिङ कुनै ट्युबवेल नछोडिकन, कुनै डगवेल भने इनार नछोडिकन हामीले टेस्ट गरेको। त्यो टेस्टको आधारमा बाँके जिल्लामा चाहिँ आर्सेनिक ट्युबवेलहरु भन्नाले आम मान्छेको त्यो कस्तो ट्युबवेलहरु? आम मान्छेले गर्ने ट्युबवेल त्यो प्रत्येक मान्छेको घरमा एउटा सर्टिफिकेट नै दिएको छु, तिम्रो घरको पानीको जाँच गरेर आर्सेनिकको मात्रा यति देखियो भनेर लेखेर दिएको छौँ हामीले। त्यो अब सर्टिफिकेट तपाईँले यसो गएर खोज्नुभयो भने पाउनु पनि सक्नुहुन्छ। पुरानो घरधुरी कुनै पनि नछुटाइकन, त्यो भएको हुनाले भन्न सके नि त, नभने आँकडा बोल्ने हो, आफू हामी त्यसरी बोल्न मिल्दैन। आर्सेनिकलाई आम मान्छेले कसरी बुझ्न सक्छ? आर्सेनिक भने ट्युबवेलमा देखेको त्यो पहेँलोपनालाई आर्सेनिक भएर मान्छेहरूले भन्नेको नि खालको त्यो सुपरस्टिसन मैले देखेँ, त्यो होइन, त्यो आइरन हो है, यसरी बुझौँ। आइरन अलिक बढी भयो भने त्यो पानी त्यो त जम्मै आइरन हो। हेर्छु, आइरन र क्याल्सियम हुन्छ पानीमा, तल ग्राउन्ड वाटरमा। अहिले पनि तपाईँले पानी तत्त्व हिजो पनि हाम्रो पूर्व मेयर साहबले त्यो पानी तत्त्व खालि त्यो तल लेदो आयो के हो भनेर मलाई सोध्दै हुनुहुन्थ्यो होइन। त्यो चाहिँ आइरनको मात्रा हो। आर्सेनिक भने चाहिँ जति तपाईँले तताउनु भयो नि झन् बढ्दै जान्छ आर्सेनिक मात्रा, किनभने आर्सेनिक घुलनशील हो, यो हेभी आइरन। र आर्सेनिक जब तपाईँले पानी तताउनु भयो भने नि, तताएपछि त झन् पानीको मात्रा घट्छ, आर्सेनिकको मात्रा बढ्दै जाने भयो नि, झन् बढ्ने भयो आर्सेनिक। त्यस कारण तताएर आर्सेनिक जाँदैन। आर्सेनिक केही गरेर जाँदैन। आर्सेनिक घटाउने भनेको त्यसको मिटिगेसन अप्सन आफ्नै छ, त्यसलाई ट्रिटमेन्ट गर्नुपर्छ। त्यो ट्रिटमेन्टको धेरै महँगो प्रविधिको ट्रिटमेन्ट पनि चाहिन्छ त्यसलाई, जुन हामीले गरेका छौँ जहाँ अप्ठ्यारो अवस्थामा भएको ठाउँमा। नत्र भनेदेखि आर्सेनिकबाट डराउनुपर्ने। र आर्सेनिक फेरि आजको खाएर भोलि लाग्ने होइन नि। 15 वर्षसम्म तपाईँले लगातार आर्सेनिक हाई कन्टामिनेसन आर्सेनिक भएको पानी पिउनुभयो भने 10-15 वर्षमा तपाईँलाई आर्सेनिक कोसिस भन्ने 15 वर्षपछि त्यो रोग देखिन थाल्ने हो। त्यो क्लियर भयो नि आर्सेनिक। हजुर, अनि यो आइरनको मात्रा, आइरन त हाम्रो शरीरलाई नै चाहिन्छ। आइरनको मात्रा म्याक्सिमम मात्रा बढी भएको आइरन चाहिँ खाँदाखेरि चाहिँ त्यसलाई अब ट्रिटमेन्ट गर्नुपर्छ, क्लोरिनेसन गरेर पठाउँछ नि। जस्तो खानेपानी संस्थानले नेपालगञ्जमा पठाउने पानीमा क्लोरिनेसन गरेर, डिप बोरिङको पानीलाई क्लोरिनेसन गरेर पठाउँदाखेरि उनीहरूले मेन्टेन गरेर पठाएको हुन्छ त्यो क्याल्सियमको त्यो आइरनको मात्रा। त्यो नत्र भनेदेखि डाइरेक्ट हामीले खाँदा, त्यही भएर मैले हिजो भने ट्युबवेलको पानी असुरक्षित छ भन्नुको कारण यही हो। त्यो मात्रै होइन, त्यहाँ फेकल कोलिफर्म हुनसक्छ। फेकल कोलिफर्म भने चाहिँ अब कन्टामिनेटेड फेकल कोलिफर्म जुन दिशाबाट निस्किने घर बनाइन्छ, त्यही घरमा टोइलेट नजिक हुन्छ, त्यो टोइलेटबाट पानी चाहिँ कन्टामिनेसन हुनसक्छ। त्यही भयो, त्यो चाहिँ अलि जोखिम छ। यो किन पनि महत्त्वपूर्ण छ जस्तो लाग्छ भने अब हामी त अहिले नेपालगञ्जमा म बस्न थालेको 10 वर्ष भयो। यो 10 वर्षको अवधिमा पहिला जुन घरहरू थियो अझ थपिँदैछन्। मान्छेहरू त 7 धुरी 8 धुरी जग्गा किन्दै घर बनाउँदै गरिरहनु भएको छ। पानीको पनि ठुलो सङ्कट देखिँदैछ यो क्षेत्रमा। हिजो मात्रै हाम्रो छलफल भयो, गर्मीयाममा हाते पम्पहरू सुक्ने समस्या देखिँदैछ। यो पानीको चाहिँ एकदम ठुलो समस्या देखिँदैछ। बाँकेमा मात्रै होइन, नेपालगञ्जमा मात्रै होइन, अहिले त हामी पहाडको कुरा त सुन्दै आएको, कति टाढा टाढासम्म पानी लिन जानुपर्ने, मुहानहरू सुक्यो भनेर यो एउटा ग्लोबली रूपमा ठुलो सङ्कट देखा पर्दैछ। यो विषयमा तपाईँसँग मैले जान्न चाहेको चाहिँ हामी समस्याभन्दा पनि अलिकति सोलुसनतर्फ केन्द्रित हुने कि तपाईँ त देश विदेश समस्यालाई नै भनेपछि बल्ल सोलुसन भनौँ। पहिला सबभन्दा पहिला त हाम्रो पहाडको हकमा हो भने हाम्रो मूलहरू सुक्दै गए, किनभने हाम्रो ल्यान्डस्लाइड र हाम्रो अव्यवस्थित बाटो खनाइ,
गर्दा हाम्रो मूलहरू जब पानीको मूललाई चाहिँ तपाईँले कहीँबाट भत्काउनु भयो कतैबाट खनिदिनु भयो भने त्यो मूल हराउँछ हेर्नुहोस् काहीँ न काहीँ त निक्लेला तर ठाउँमा निस्किँदैन त्यही एउटा यो सबभन्दा हाम्रो ऱ्याम्पान्ट डेभलपमेन्ट भन्छ हाम्रो सडक बनाउने जे पाए त्यही हाम्रो घर घरमा सडक लाने अवस्था गाउँको सानो 4 घरलाई पनि सडक लानुपर्ने अवस्थाले गर्दा हाम्रा मूलहरू सुके र हाम्रा गाउँघरमा भएका पोखरीहरू पनि सुके समस्याको कुरा गर्दा अनि सहरी केन्द्रितमा गर्दा सहरमा हुँदा हामीले नेपालगञ्जकै कुरा मैले उदाहरण लिएर कुरा गर्नुपर्दा यहाँ यत्रो धेरै कङ्क्रिटाइज घरहरू भयो खोइ तल जमिन ग्राउन्ड वाटर गएको यहाँको पानीको स्रोत भन्दा त ग्राउन्ड वाटर हो नि जब ग्राउन्ड वाटर भरण हुनको लागि त यो रेन वाटर जुन आकाशबाट परेको पानी तल जानु पर्यो त्यो पानी सरर ढलबाट तपाईँको राप्तीमा गयो भनेदेखि त्यसपछि त पानी त भरण भएन यो चाहिँ तपाईँले देश विदेश घुमिरहँदाखेरि यो ग्राउन्ड वाटर रिचार्ज गरिराखेको अभ्यासहरू चाहिँ कस्तो कस्तो पाउनु भएको छ जो नेपालगञ्जकोले अनुसरण गर्न सक्यो यहाँ चाहिँ रिचार्ज पोखरीहरू बनाउन सक्यो भनेदेखि हुन्छ हिजो पनि कुरा उठाएको थियो रिचार्ज पोखरीहरू बनाएर पानी तल पठाउने यो पहिलाको साइन्टिफिक थियो कि पहिलाको हाम्रो पुर्खाहरूले गरेको कामहरू चाहिँ साइन्टिफिक छ भन्छु म त्यसले पानी भरण गर्छ जस्तै अब धेरै पति बेला त कङ्क्रिट थिएन नि त कङ्क्रिट थिएन अहिले कङ्क्रिटाइजको घरहरू धेरै बन्न थालेपछि अब हामीले त्यो रिचार्जको सिस्टम हामीले बसाल्न पर्यो प्रत्येक घरले पानी रिचार्ज हुने सिस्टम बसाल्न किन सकिँदैन इनार खन्ने हो कि अथवा तल गर्ने हो कि त्यही कारण त्यो एउटा रिचार्ज अर्को एउटा पहाडमा चाहिँ सर यो रिचार्ज भन्ने शब्दलाई आम मान्छेले बुझ्नुहुन्न उहाँहरूले भनिदिनुहोस् न रिचार्ज पानीको भरण जमिनमा पानी जब छिराउनु पर्छ नि आकाशबाट छरेको पानी त्यो छिराउनको लागि कुनै एउटा सानो पोखरी बनाएर हुन्छ कि घरमा अथवा हाम्रो जुन रेन वाटर जुन आकाशबाट परेको पानी जम्मा गरेर त्यहाँबाट कुनै एउटा सानो एउटा पोखरी बनाएर त्यहाँबाट छिद्र छिराइदियो भनेदेखि जमिन मुनि पानी जाने भयो प्रत्येक घरले अथवा घरहरूले चाहिँ आफ्नो पानी चाहिँ यसरी खेर नगरेर सबै ढलमा पठाउने काम नगरेर केही चाहिँ जमिन मुनिलाई भरण गर्ने सिस्टम एउटा हामीले बसाल्न पर्यो नगरपालिकाले स्थानीय सरकार नगरपालिका वडाहरूले यी कुराहरूलाई चाहिँ स्टार्ट गर्नु पर्यो भन्नु खोजेको मैले सहरीकरण त यो रोक्नै सकिँदैन हेर्नुहोस् पहाडमा पानी भएन पहाडका मान्छे सरेर जाने अझै अपर्च्युनिटी खोज्न जाने सहरमै हो है त्यस कारण अब सहरमा मान्छे आयो भनेर सहरका मान्छेलाई चाहिँ सुविधा दिन खोज्न सकिएन भन्न सकिएन नि त्यहाँ जहाँ मान्छे छन् त्यहाँनिर चाहिँ हामीलाई सुविधा चाहिने हो नि होइन र अब नेपालको होल जनसङ्ख्या होल कन्ट्रीको जनसङ्ख्या दिल्लीले त बोकिरहेछ नि त है त्यो अनि पहाडमा अब मैले सोल्युसन भन्नुपर्दा चाहिँ यहाँको सहरीकरणमा हामीले रिचार्ज पोखरीहरू बनाउने पहाडमा पनि रिचार्ज पोखरीहरू बनाउन सकिन्छ र पहाडमा चाहिँ रिचार्ज पोखरी मात्रै भएर भन कि हामीले प्लान्टेसन नै गर्नु पऱ्यो हामीले रुखहरू काट्यौँ जथाभावी त्यो प्लान्टेसन गऱ्यो र ल्यान्डस्लाइड भयो जसले गर्दा मूलहरू हिँडे र बाटो खन्दाखेरि विभिन्न खालका मूलहरू चाहिँ हामीले हामीले चाहिँ मूलहरू भ्यानिस गरियो हट्यो अथवा हरायो त्यस कारण त्यो मूलहरूलाई रिभाइभ गर्नको लागि हामीले अब प्लान्टेसन एउटा त वृक्षारोपण गर्नु पऱ्यो 1 नम्बर दोस्रो नम्बर चाहिँ हामीले अब ल्यान्डस्लाइड का कामहरूलाई चाहिँ यो बाटो बनाउने कामलाई चाहिँ अलिकति बिस्तारै अब हाम्रो डेभलपमेन्टको एप्रोचमा अलिकति फरक ल्याउनु पर्छ जस्तो लाग्छ मलाई सर जस्तो यो रिचार्ज पोखरी बनाउने कुरा कसरी सम्भव होला जस्तो अहिले त मैले अघि सुरुमै जोडेँ मान्छे 7 दूर 8 दूर जग्गा लगेर त्यसैमा घर बनाएर बस्न खोजिरहनु भएको छ अब यहाँ त घरहरू थपिँदैछन् रिचार्ज पोखरी चाहिँदैन जस्तो सानो एउटा घरमा एउटा सानो होल बनाएर त्यहाँबाट पानी तल जाने बनाउन सकिन्छ नि जस्तो माथिबाट अलिकति तल चाहिँ जाने बनाउनु पऱ्यो पाइप राखेर अथवा कसरी हुन्छ त्यो एउटा त्यसको पनि आफ्नो सिस्टम छ त्यो भएर स्थानीय सरकारले एउटा अब जस्तो नक्सा बनाएर घर बनाउनुपर्छ भनेर बनाउन सक्छ भनेदेखि तिम्रो घरमा आकाशको पानी जम्मा गरेर तल जमिनमा पठाउने पनि सिस्टम राख भन्न सक्छ नि नीतिगत त अब गर्नु पऱ्यो गर्न सक्यो यो सहरमा यस्तो गरेन भने अब हाम्रो ग्राउन्ड वाटरको लेभल तल जान्छ जस्तो म अलि डेभलप कन्ट्रीको कुरा गरेँ युरोपतिर जहाँतिर पानी कम पर्छ तर त्यहाँ हिउँ धेरै पर्छ त्यो हिउँको पानी तल गएर उनीहरूको जमिन भरण भएको छ त्यही पानी निकालेर उनीहरूले सबै कामको लागि युटिलाइज गरेका छन् जस्तै स्कान्डिनेभियन कन्ट्री नर्वे स्विडेन जस्ता कन्ट्रीमा त्यही नै हो फिनल्यान्ड जस्तोमा ग्राउन्ड वाटरै हो उनीहरूको समुद्र पनि छ नजिक त्यही भएर उनीहरू फेचिङ गर्न सक्छ हाम्रो त अब यहाँको पानीको यदि यहाँको पानीको तपाईँहरूको ग्राउन्ड वाटरको लेभल मेन्टेन गर्ने कसले राप्ती खोलाले होइन यदि तपाईँले आकाशे पानी अनि राप्ती खोलाले कतिसम्म धान्ला राप्ती नदीको पानीले नै हो नि त नेपालगञ्ज एरियामा चाहिँ अब त्यो तपाईँले जति धेरै बोरिङ गर्नुहुन्छ त्यो खोलाको पानी त आउने हो त्यो राप्ती नदीको नजिकै खानेपानी संस्थानले एउटा बोरिङ गरेको छ हेर्नुभयो होला तपाईँले हो त्यो बोरिङ खोलाको पानी डाइरेक्ट लिएको छैन त्यो पानी कहाँ आउँछ त्यही खोलाको त्यही राप्तीको पानी त हो नि राप्तीको पानी त हो नि है जमिन भरण हिजो मैले त्यो कुरा सुरु भएको अहिलेसम्म त्यो पानी आउन सकेन नेपालगञ्जमा पानीको मैले जुन नेपालगञ्जमा अध्ययन गर्दाखेरि मैले 3वटा त्यो व्यवसाय योजनामा दिएको 3वटा विकल्पमध्ये एउटा पहिलो विकल्प चाहिँ यसलाई अलिकति बोर्ड मोडेलमा लगेर खानपानी संस्थानलाई प्राइभेटाइज गरेर यो नगरपालिकाको लिडरसिप नगरपालिका अध्यक्ष भएर एउटा
छुट्टै इन्टाइटी बनाएर चाहिँ पानी दिनु पऱ्यो र यत्रो पानीको पैसा तिर्न सक्ने यत्रो ठुला होटेल छन्, यत्रो मान्छेहरू छन्, इन्डस्ट्रियल एरिया छ, यति धेरै चाहिँ अब फेरि बोर्डर साइड छ भनेपछि यहाँ पैसा तिर्न नसक्ने मान्छे छैनन्। नसक्नेलाई सिधै पनि दिन सकिन्छ। हेटौँडाले त्यो प्र्याक्टिस गरेको छ। म जहाँ अहिले बसिरहेको छु हेटौँडाले गरेको छ। बोर्डबाट अलि डिटेलमा बुझ्ने गरेर भनिदिनुहोस् न। एउटा नेपाली संस्थानलाई प्राइभेट अनि प्राइभेट भन्दा नि एउटा यदि यहाँको नगरपालिकाले इच्छा गरेको र नगरपालिकाको लिडरसिपलाई चाहना भयो भनेदेखि नेपालगञ्ज नगरको लागि 23 वडाको लागि खानेपानी दिनको लागि एउटा नेपालगञ्जको खानेपानी बोर्ड बनाउन सक्यो उसले। त्यो दिएको छ नेपाल सरकारले है, म्यान्डेट दिएको छ नगरपालिकालाई। नगरपालिका त्यो सरकार हो नि, उसलाई त्यो म्यान्डेट छ। जस्तो भरतपुरले गरेको छ, हेटौँडाले गरेको छ, धरानले गर्दैछ। उहाँहरूले के गर्नुभएको छ त्यही मोडेलमा मैले अहिले भनेकै मोडेलमा उहाँहरूले भरतपुर खानेपानी विकास खानेपानी बोर्ड भनेर पानी सप्लाई गर्नुभएको छ। संस्थान छैन त्यहाँ। त्यो खानेपानी चाहिँ कहाँबाट ल्याउने? अब यहाँ बोरिङ होइन, त्यो भूमिगत त्यहाँ पनि भूमिगतै हो। त्यहाँ त्यही भएर सिटी प्लानिङ गर्दाखेरि यी कुराहरू गरेर रिचार्जको कुरा पनि प्रत्येक घरलाई चाहिँ अवेर गरेर यस्तो खालको पानी भरण गऱ्यो भने हामीहरूले पानी हामीलाई स्कार्सिटी हुँदैन, हाम्रो अर्को सन्ततिलाई पनि पानीको खाँचो हुँदैन भन्ने खालको कुरा त बुझाउनु त पऱ्यो त। पुनर्भरणको लागि काठमाडौँमा पनि हामीले रिचार्जहरू जस्तो गङ्गालाल हस्पिटलमा पानीको एकदम गाह्रो भयो, डिप बोरिङमा तल गएको हुनाले हामीले त्यहाँ डिप बोरिङ उहाँहरूलाई चाहिँ पानी भरण गर्नको लागि त्यो विभागमै हुँदा हामीले त्यो बनाइदिएका छौँ जहाँ पानी तल जान्छ र त्यहाँबाट पानी निकाल्न। त्यस कारण यो ठाउँमा सिटीहरू सिटी प्लानिङमा चाहिँ आफ्नो हिसाबले गरेका छन् होइन। यो अब यहाँभन्दा अहिलेको कुरा भन्दा नि अब गर्नुपर्ने, किनभने अब हाम्रो सिटी एकदमै हेभिली डेन्सली पपुलेटेड भयो। अब हामीलाई पानीले पुग्दैन, त्यस कारण अब चाहियो जहाँ हुनसक्छ त्यहाँनिर चाहिँ जस्तो पोखरामा तपाईँहरूले डिप बोरिङ गरेर पानी निकाल्न सक्नुहुन्न। पोखराको जियोलोजी फरक छ, किनभने त्यहाँको मर्फोलोजी फरक छ। त्यहाँनिर चाहिँ त्यो भएर नदीकै पानी लिएर आएर पानी पिउनु पर्ने अवस्था। यहाँनिर जहाँ ग्राउन्ड वाटर रहन सक्छ नि, यहाँको मर्फोलोजी फरक छ नि त। यहाँ त्यस्तो धेरै चट्टान छैन, त्यस्तो धेरै भेजिटेसन त्यो छैन। जहाँ सकिन्छ भने अब सहरहरूमा अब त्यो खालको रिचार्ज पन्डको सिस्टममा अगाडि बढिएन भनेदेखि पानी चाहिँ पछि चाहिँ हाहाकार अवस्था हुन्छ। अब राप्ती खोलाले नि कहिलेसम्म धान्ला? हिजो मैले भने नि, हिजो हामीले हिमनदी संरक्षण किन भने त्यो राप्ती खोला पानी कहीँ हिउँबाटै आएको पानी हो नि माथि होइन, हिमालयबाट आएको। यदि हिमाल सुक्यो भने मैले भेनेजुएलाको उदाहरण दिएँ, त्यो अवस्था भयो भनेदेखि त राप्ती नदी पनि सुक्यो भने अनि हाम्रो स्थिति के होला? हामीले फ्युचरलाई सोच्ने हो क्या। अब हामीले फ्युचरलाई सोच्दाखेरि अब हाम्रो सहरीकरण भएर यति धेरै सहरहरू बन्न थाले र सहरहरूमा कङ्क्रिट स्ट्रक्चर बन्न थाल्यो भने हामी रिचार्ज र रिटेन्सनमा गएन भनेदेखि अबको अवस्था चाहिँ भयावह हुनसक्छ भनेको हो। यहाँभन्दा अहिले त हामीले अहिलेसम्म मेन्टेन छ, अहिलेसम्म चलेकै होला। सर जस्तो म अलिकति वातावरणमा रुचि राख्ने भएको कारणले यो इन्डियामा के भइरहेछ भन्ने एकजनाले चाहिँ इन्भाइरोमेन्टसँग रिलेटेड भिडियोहरू धेरै बनाउनुहुन्छ र सोसल मिडियामा त्यो कन्टेन्टहरू धेरै राखिरहनु भएको छ। उहाँहरूकोमा यो रिचार्जको कुरा गर्दाखेरि कसरी गरिरहनु भएको छ म त्यो थोरै इक्जाम्पल सेयर गर्न खोजेको। घर बनाउनु भएको छ, जुन आकाशबाट पानी खस्छ त्यो एउटा पाइपबाट उहाँहरूले चाहिँ जमिनमा केही फिट गहिरो खन्नु भएको छ, त्यो माथि कङ्क्रिट ढुङ्गाहरू केही समथिङ राख्नु भएको छ उहाँले। अनि त्यो पानी चाहिँ त्यहाँ राखेर त्यसरी रिचार्ज गर्ने गर्नुभएको छ कि त्यो पानीले कुनै ठाउँमा बाढी आउला भन्ने टेन्सन पनि छैन। केही समय पहिला चाहिँ उहाँहरूकोमा बाढी आउँथ्यो, अहिले चाहिँ त्यसरी एउटा चाहिँ बाढी आएन, बाढी रोकियो, अनि अर्को चाहिँ जमिन रिचार्ज पनि भइरहेछ कि। त्यस्तो इक्जाम्पल तपाईँले देख्नुभएको अरू सेयर गर्न मन लागेको? त्यो अब जस्तो कहीँ पाइलटिङ हामीले गरेका छौँ होइन नेपालमा। अब हामीले नगरी हुँदैन। इन्डिया त एकदम हेभिली डेन्सली पपुलेटेड हो, वर्ल्डको सबभन्दा नम्बर 1 पपुलेसन भएको कन्ट्री। उनीहरूले त्यो नगरी सुकै छैन। म गत हप्ता उता गुजरातको अहमदाबादमा एउटा पेपर प्रेजेन्ट गर्न गएको थिएँ, क्लाइमेट इन्ड्युस्ड वाटर डिजास्टर इन नेपाल भनेर। जो हिजो मैले भनेको कुरा हिमनदी संरक्षणको कुरा त्यसमा जोडियो। त्यहाँनिर धेरै क्वेसनहरू गरे उनीहरूले, किनभनेदेखि यो खालको सिस्टम गरेन भने नेपालका हिमनदीहरू पग्लिँदै गयो भने त नेपाल त फेरि स्कार होला। हाम्रो पनि गङ्गा जमुना सरस्वतीको कुरा गर्छ नि उनीहरू पनि। त्यो पानी पनि त हिमाल फेच्ड वाटर त हो नि होइन, हिमालबाट आएको। के अरे हिमाल चाहिँ घट्दै गयो, अवस्था बर्बाद भयो भनेदेखि त उनीहरूले नि त्यो पानी पाउँदैन नि त। हाम्रो महाकालीको नदीको पानी हामीले 0% हामीले युटिलाइज गरेका छ महाकाली नदीको, तर इन्डियाको बिचसम्म चाहिँ त्यो पानीले सिँचाइ गरेर पानी खान पुर्याएको छ। ल भन्नु त मध्य प्रदेशसम्म महाकाली नदी युटिलाइज, त्यो त दुइटै कन्ट्रीले युटिलाइज गर्न सक्ने पानी हो नि त, हामीले सकेनौँ। मैले भन्नु एउटा मात्रै उदाहरण दिएर उनीहरूलाई अब पानीको उनीहरूले त्यो सोचिसके। उनीहरूको पपुलेसन यति डेन्स छ, उनीहरूको सिटी यति धेरै बढेको छ, त्यस कारण अब हामीले यो सोचेन भने हामी पानी हाम्रो चाहिँ हाहाकार हुन्छ भन्ने सोच बनाएर उनीहरू यति धेरै लङ लास्टिङ चाहिँ गरिसके। र अब उनीहरूको सबभन्दा ठुलो समस्या भनेको एयर पोल्युसन इन्डियाको। अरू सबै कुराको उनीहरू म्यानेज गर्दैछन्। दिल्लीमा त हिँड्न नसक्ने। म त्यो एउटा
टर्मिनलबाट अर्को टर्मिनल जाँदाखेरि एकछिन बाहिर निस्किनु परेको आँखा हेर्न नसक्ने अवस्था भएछ चस्मा नलाइकन। त्यसको इफेक्ट नेपालगञ्जसम्म पनि आइसक्यो आइपुग्यो अब किनभने यति ठुलो डेन्सली पपुलेटेड छ। अब यहाँबाट हाम्रो लखनऊ धेरै टाढा छैन होइन। हजुर, अनि त्यो पनि रहेछ अलिकति यो कल्चरलको कुरा पनि जोडिँदो रहेछ। जस्तो उत्तर प्रदेशतिर पराल जलाउने जुन ह्याबिट छ त्यो यो नेपालगञ्जको क्षेत्रमा पनि केही साम्यता देखिँदैछ। पहिला त पशुपालन हुन्थ्यो अनि कपिल वस्तुमा त एउटा रिसर्च नै भएर छ यो किन जलाउनुहुन्छ उहाँहरूले, जलाएर के भइरहेछ किसानहरूलाई थाहा छ कि छैन भनेर रिसर्च नै भएर छ। यो सेक्टरमा पनि अब पराल काटिसकेपछि जलाउने त्यो भयो भने अझै पोल्युसन झन् बढ्यो नि, पोल्युसन बढ्यो अनि यहाँ पनि आँखा हेर्न नसकिने त्यस्तो हो। अब यहाँ हाम्रो जङ्गलमा आगलागी गर्ने अब यो अब ड्राई सिजन होइन, सबभन्दा हामीलाई सबभन्दा लागेको र हामीलाई सबभन्दा गाह्रो भएको चुरी रेन्जका हाम्रो फरेस्टहरूमा छ नि। जहिले पनि म यो फरेस्टसँग काम गर्ने सिलसिलामा अहिले योजना आयोगमा हुँदा यो फरेस्ट फायरलाई रोक्ने चाहिँ के उपाय चाहिँ अब हामीले सोच्नु पऱ्यो। यो जस्तो प्रदेशमा रहेर काम गर्दा पनि वर्षको 2 चोटि नेसनल लेभलको यो समस्या समाधान समितिको बैठकमा म जानुपर्छ। त्यहाँ पनि यो छलफलको विषय राखेर हामीले अगाडि बढाएका छौँ। र अर्को एउटा हाम्रो फरेस्ट फायर हुने सबभन्दा ठुलो कुरा र हाम्रो काठ युटिलाइज पनि भएन। हामी मलेसियाको काठ ल्याउँछौँ। मैले अब यो विषयान्तर गर्न खोजेको होइन, वास्तविकता कुरा गरेको, वास्तविक कुरा गरेको। र त्यस कारण हामीले यो भएका जङ्गललाई युटिलाइज पनि गर्नु पऱ्यो कि हामीले सोल्युसन दिँदाखेरि। र क्लाइमेट चेन्ज तर फेरि चरा विज्ञहरूले भनौँ वातावरण विज्ञहरूले अन्त रोप्ने काट्ने भन्दा काठमा पनि केही चराचुरुङ्गीहरू बस्छन्, केही त्यो त ठिक छ, त्यो त ठिक छ। तर अब सबै कुरा चाहिँ त्यही युटिलाइज गरेन भनेदेखि जस्तो रुख रोप्ने सधैँ कहिले युटिलाइज दिनु भयो हो। मैले यहाँबाट जोडेको भनेको र काठलाई हामीले युटिलाइज गरेर बेच्न सक्यो, त्यहाँ फेरि प्लान्टेसन गर्न सक्यो भने त रिभाइभ भइरह्यो नि त। वन भनेको चाहिँ सधैँलाई होइन नि त, वनलाई त युटिलाइज गर्ने, वनलाई त इन्कममा लाने पनि हो मैले भन्न खोजेको। र च्यालेन्ज के देख्नुहुन्छ सर त्यो प्र्याक्टिकल हुन नसक्नुमा? प्र्याक्टिकलमा हुन नसक्नुमा चाहिँ हाम्रो काठहरूलाई चाहिँ हामीले एउटा एडभोकेसी गरेर हाम्रो काठ राम्रो छ भनेर बिकाउन हाम्रो वन मन्त्रालय वनका कार्यालयहरू पनि सकेनन् नम्बर 1। र हाम्रो कम्युनिटी फरेस्ट्री छ, कम्युनिटी फरेस्ट्रीमा यति धेरै जङ्गलहरू राम्रो राम्रो बनेका छन्। त्यो काठ बिक्रीको एउटा मेकानिजम नेपाल सरकारले पनि बनाइदिनु सकेन, स्थानीय सरकारले बनाउनु सकेन भन्छु म। त्यो एउटा बनाउनु पर्ने छ र हामी त्यसमा प्रयासरत छौँ भन्छु म। अर्को एउटा अब यो क्लाइमेट चेन्ज जलवायु परिवर्तन कुरा गर्नुपर्दा हामीले सकेसम्म हामीले कुनै पनि प्रतिरोध आएका कुराहरूलाई हामीले मिटिगेट गर्ने अथवा त्यसलाई हटाउने अथवा त्योबाट कसरी चाहिँ हामी अवेर हुने, मिटिगेट गर्ने भन्ने खालको कुरा हो। जस्तो पानीकै कुरा गर्नुपर्दा हामीले सबैसम्म पानीलाई वृक्षारोपण गरेर पानी चाहिँ भरण पोषण गरेर जस्तो प्लान्टेसन यहाँनिर चाहिँ हामीले रिचार्ज रिटेन्सन गरेर पानी भर्ने कुरा भयो, त्यो मिटिगेसनको कुरा भयो। भएन भनेदेखि त हामी जसरी बाँच्नु पऱ्यो नि, त्यो भनेको एडप्टेसन हो। एडप्ट त हुनु पऱ्यो, त्यो वेदर अनुसारको एडप्ट हुनु पऱ्यो। एडप्ट हुनलाई के भयो, किनेर पनि पानी खाइरहेछौँ भन्छौँ नि हामी, त्यो एडप्ट भएको हो नि त। जिन्दगी त बाँच्नु त पऱ्यो। दिल्लीमा नि मान्छे एडप्ट भएको छ नि भन्न खोजेको। तर नीति निर्मातामा चाहिँ त्यो सोच त्यो चाहियो। तर हाम्रो तिनै तहको सरकारहरूले यी कुराहरू चाहिँ सोच्नु पऱ्यो। अब अहिले नै सिटी प्लानिङको कुरा गर्दाखेरि तपाईँले अहिले भनेको जस्तो त्यो उदाहरण अब हामीले सोच्न सकेन भनेदेखि हाम्रो सिटी चाहिँ पानी हामीले जति खने पनि त्यति तल गएर डिबोरिङ गरेर पनि पानी नपाउने सम्भावना हुन्छ। एउटा त्यो सोल्युसन म भन्न चाहेँ मैले। र पाहाडहरूमा चाहिँ हामीले प्लान्टेसनै गर्ने हो। पाहाडको बस्तीहरू जहाँ छ जथाभावी 2-4 घरलाई पनि बाटो बनाउने काम नगरौँ, विकासको नाममा विनाश नगरौँ भन्ने खालको त्यो एउटा सोच बनाउनुपर्छ। र हाम्रो विकास भनेको चाहिँ हाम्रा स्थानीय र प्रदेश र हाम्रो सङ्घीय सरकारका चाहिँ हाम्रा मान्यज्यूहरू अथवा त्यो लिडरसिपले पनि बुझ्नु पऱ्यो कि विकास भने सडक मात्रै होइन। अब हामीले गर्नु जति सबै विकास गरियो, अब मान्छेको माइन्डसेट चेन्जको पनि एउटा विकास गर्नु पऱ्यो र अलिकति अब वेलबिङमा पनि जानु पऱ्यो हामी। र हामी वेलबिङ भनेको अब हामी समृद्धिका कुरा गर्छौँ नि, विकासपछि अब हुने समृद्धि होला। समृद्धितिर जानका लागि हामीले यी कुराहरू फड्को मार्नु पऱ्यो, यी कुराहरू सोच्नु पऱ्यो र समृद्धितिर जानको लागि इकोनोमिक सेटमा जानु पऱ्यो। त्यसको लागि हामीले के गर्नुपर्छ भन्दा कृषिलाई अलिकति राम्रोसँग अगाडि लानु पऱ्यो। त्यस कारण यो क्लाइमेट चेन्जले गर्दा धेरै कृषिमा नै ह्रास भएको छ उत्पादनमा। र हामीले त्यहाँ कृषि हुँदैन, उत्पादन भएका कुराहरू पनि बिक्री भएको छैन कहीँ। अस्ति म नयाँघाट गएको, म त त्यो प्रदेशको मान्छे, नयाँघाटमा 3 रुपियाँ केजीमा नि काउली गएन अरे, बिक्री भएन अरे। यस्तो अवस्था भएपछि त अनि किसानले कसरी बाँच्ने? सोसल मिडियामा 20 रुपियाँ केजीमा काउली हो। अनि त भन्नु यो त्यो एउटा मार्केट हुनु पऱ्यो। अनि इन्डियाको फेरि हजुर त बोर्डरमा हुनुहुन्छ यहाँ नेपालगञ्ज, इन्डियाबाट कति धेरै तरकारी आउँछ यहाँ है। त्यसो यताको चाहिँ बिक्री नहुने, उताको चाहिँ त्यति धेरै आउने खालको परिपाटीलाई पनि अब हामीले कन्ट्रोल पऱ्यो। त्यो स्थानीय सरकारकै काम हो कि यी कुरा। स्थानीय सरकार भनेको डेलिभरी दिने हो। डेलिभरी दिनलाई स्थानीय सरकारलाई यसमा जिम्मेवारी दिएको छ होइन। यो बोर्डरको कुराहरूमा त छैन, तर स्थानीय सरकारले हाम्रो उत्पादनलाई हामीले युटिलाइजेसन गर्ने त स्थानीय सरकार काम होइन र।
स्थानीय सरकार हो नि त एउटा। जस्तो यहाँ कृषि उपजलाई राम्रो बिक्री वितरण गराउने व्यवस्था गर्ने खालको सानातिना सिँचाइको लागि पहल गर्ने काम त स्थानीय सरकारको हो। तर स्थानीय सरकार भनेको जनतालाई डाइरेक्ट डेलिभरी दिने सरकार हो। त्यसकारण जनताको पिर मर्का दिनको लागि स्थानीय सरकार यसमा अग्रसर हुनु पर्यो र उसले आफ्नो रेस्पोन्सिबिलिटी बियर गर्नु पर्यो भने। अनि प्रदेश सरकारले भएका सबै इन्फ्रास्ट्रक्चर बनाउनेदेखि र कन्स्ट्रक्सन लगायतका सबै कामहरू विकास गर्ने जति प्रदेश सरकार हो। हामीलाई प्रदेश सरकार जो चाहिँदैन भन्ने भाष्य भइरहेछ नि, यो यदि प्रदेश सरकार भएन भनेदेखि यो संहिता हुँदैन। 3 tiers अफ गभर्मेन्ट हुनैपर्छ। म चाहिँ संहिताको जननी कन्ट्रीमा पढेर आएको मान्छे, त्यो कुराहरू मैले बुझ्छु। त्यस कारण संहितामा माथिल्लो केन्द्र सरकारले योजनाहरू इम्प्लिमेन्ट गरेर बस्ने होइन, उसले नीति निर्माण गरिदिने, कानुन चलाउने र अर्थ मामिलामा हेर्ने र संसारबाट को इकोनोमीलाई चाहिँ हेरेर हाम्रो नेपालको इकोनोमीलाई कता लाने खालको डाइभर्स त्यो खालको कामहरू सङ्घीय सरकारले गर्ने, प्रदेश सरकारले विकास निर्माण गर्ने र स्थानीय सरकारले सर्भिस डेलिभर गर्ने, यो हो मेकानिजम। ठिक छ, हामीले अब पानीको बारेमा धेरै कुरा गऱ्यौँ। अब नेपालगञ्जमा बसेपछि घामको कुरा पनि गर्नुपर्छ जस्तो लाग्छ। यो नेपालमा गर्मीको सहरका रूपमा चिनिन्छ। गर्मी पनि एकदम धेरै बढ्दैछ। पोहोर साल त 45 डिग्री पनि नाग्यो। यो गर्मी हुन त पहिला पनि थियो, तर अहिले बढ्दैछ। अब ग्लोबल वार्मिङको समस्या छ, यहाँ मात्रै होइन कि वर्ल्डभरि नै तापक्रम बढ्दैछ, गर्मीका रातहरू बढ्दैछन् भनेर भनिन्छ। यस्तो गर्मीमा यो गर्मी भइराख्दाखेरि आम मान्छे चाहिँ सबैभन्दा बढी प्रभावित हुन्छ। जो नेपालगञ्जमा फर्स्ट टाइम आउँदैछ, अब यो त स्वास्थ्यका हिसाबले पनि हुन त पश्चिम नेपालका केही ठाउँमा अहिले पनि स्वास्थ्य सुविधा छ, तर अपरेसन गर्नु पर्यो अथवा अलिक ठुलो उपचार लिनु पर्यो भने चाहिँ नेपालगञ्जमै आउनुपर्छ। शिक्षाका हिसाबले पनि पढ्न आम विद्यार्थीहरू आउने ठाउँ पनि यो नै हो। अब उद्योगका हिसाबले बोर्डर भएको कारणले पनि यहाँ चाहिँ जोस मान्छेहरूको चहल पहल भइरहन्छ। आम मान्छेहरू नेपालगञ्जमा आउन बित्तिकै पानी खान जानु पर्यो भने चाहिँ कि त होटलमा नास्ता खानु पर्यो पानी खानलाई, कि किनेर खानु पर्यो। आम मान्छेले चाहिँ त्यो चिसो पानी खाने ठाउँ चाहिँ यहाँ भेट्दैन कि जो सार्वजनिक रूपमा भएको होस्। यहाँले चाहिँ अब देश विदेश घुम्नु भएको, बाहिरतिर अभ्यास चाहिँ कस्तो देख्नु भएको छ? गर्मी हुने सहरहरूमा चाहिँ कसरी मेन्टेन गरिएको हुन्छ? आम मान्छेका लागि चाहिँ कसरी पानीको व्यवस्था गरिएको हुन्छ? अब एउटा त यो ग्लोबल वार्मिङलाई हामी थ्रेटमा छौँ, किनभने दुईवटा ठुला कन्ट्री, यति इन्डस्ट्रियलाइज कन्ट्री र यस्तो ग्लोबल संसारको इकोनोमी र संसारको पपुलेसनको हाफ अफ द पपुलेसन भएका कन्ट्रीको माझमा छौँ। त्यस कारण यो ग्लोबल वार्मिङ चाहिँ हाम्रो मात्र कारणले होइन, उनीहरूको कारणले हामीले चाहिँ भोगिरहनु परेको छ। त्यसलाई मेन्टेन गर्न 1.5 डिग्री सेन्टिग्रेडको टेम्परेचरलाई मेन्टेन गर्न सकेन हामीले ग्लोबल वार्मिङलाई भने हामी अब यो थ्रेटमा पुग्छौँ र पुग्ने अवस्थामा पुगेका छौँ। यो वर्ष हेर्नुहोस्, हिउँदो पानी नै परेन, हिउँदो पानी नै परेन, जाडो पनि भएन। अनि यो अवस्थाले त यो वर्ष गर्मी अझै धेरै तपाईँले भनेको 45 भन्दा माथि जान्छ जस्तो लाग्छ यो वर्ष। अनि यो हामीले यसमा अब हामीले मिटिगेट गर्नु भन्दा यो एडप्ट गर्ने बाहेक हाम्रो उपाय भएन। कसरी यसलाई एडप्ट गर्ने भन्ने खालको कुरामा यहाँले भनेको कुरा जस्तो हामीले चाहिँ अब त्यही त भने मैले स्थानीय सरकार अथवा यहाँको कर्पोरेसन जसले पानी दिइरहेको छ ऊ रेस्पोन्सिबल हुनु पऱ्यो। नेपालगञ्जको तपाईँले भन्नुभयो भने पानी पिउनको लागि चिसो पानी कहाँ पिउने, जस्तो इन्डियाको विभिन्न सहरमा ठाउँमा पिनेको लिए पानी भनेर कस्तो धारा बनाइदिएको छ होइन, ठाउँमा दिल्लीको एयरपोर्टमा बाहिर जहाँ पनि ठाउँमा। म अस्ति अहमदाबाद घुमेँ, गुजरातमा त्यो धेरै कुराहरू त्यस्तो राखिदिएको छ। हामीले त्यो सिस्टम बसाल्नको लागि हाम्रो यहाँ कर्पोरेसन, मैले अहिले भनेको 3टा मोडेलमध्ये एउटा मोडेललाई यहाँको स्थानीय सरकारले लिएर त्यसलाई चाहिँ रेस्पोन्सिबल बनाउनु पऱ्यो। अब यति वर्षदेखि हाम्रो राप्तीको योजना लथालिङ्ग पानी ल्याउन नेपालगञ्जमा पानी छैन। त्यस कारण नेपालगञ्जमा पानी छैन। यो अवस्थामा हामी गुज्रिरहेका छौँ र त्यो खानेपानी संस्थानले के गरिरहेको छ, उसले एउटा जग्गा विवादले गर्दा काम गर्न सकेन भनेर हाकिमले भने त्यो मिलाउने काम त स्थानीय सरकारको हो नि। त्यस कारण यो रेस्पोन्सिबल हामी हुनु पऱ्यो र मैले सोल्युसन दिन खोजेको, मैले कम्प्लिट सोल्युसन भन्दा पनि रेस्पोन्सिबल देखेको सोल्युसन चाहिँ स्थानीय सरकार रेस्पोन्सिबल भएर त्यो जग्गा विवाद मिलाइदियो भने त पानी आउने रहेछ नि त। यत्रो लगानी भइसक्यो सरकार राज्यको होइन, त्यत्रो ठुलो पाइप किनेर लिएर आएर राखेको छ, आमले पानी पाउनु भएको छैन। तपाईँले भने जस्तो त्यो पानी यदि आइदिएको भनेदेखि यहाँ त अनि त्यसपछि जब पानी आउँछ सबै होटेलदेखि घरले सबैले पानी पाउँछन् भनेदेखि त्यो संस्था पनि राम्रोसँग चल्न सक्ने भयो। त्यसपछि त अनि ठाउँमा पब्लिक कन्जम्सनको लागि अथवा कम्युनिटीको कन्जम्सनको लागि जो हिँड्ने डुलुवाको लागि पनि त त्यो धाराहरू बिचमा पिनेको लिए पानी भने जस्तै पानी पिउनको लागि पानी भनेर हामी राख्न सकिन्छ। काठमाडौँ अहिले ठाउँमा अहिले यो
पानीको चाहिँ एटिएम राखेको छ कि पैसा हालेपछि पानी एक गिलास आउँछ, सिक्का हालेपछि आउने खालको 2-3 ठाउँ सुरुवात भएको छ। त्यो सुरुवात अब हामीले नेपालगञ्ज जस्ता ठुला सहरमा गर्नै पर्छ। पोखरा, नेपालगञ्ज, विराटनगर जस्ता सहरमा बिस्तारै त्यो एउटा सिस्टम बसालिदियो भनेदेखि मान्छेले चिसो पानी खान पाए र त्यसलाई अझ म त के भन्छु भनेदेखि त्यो त पैसावाला भयो, पैसा नहुने मान्छे नै हुन्छ नि त। त्यस कारण त्यो खालको एउटा यत्रो धेरै कर्पोरेट गरेर जनताबाट पैसा लिएर एउटा संस्था चलिरहन्छ भनेदेखि उसले 1-2वटा धाराहरू र कम्युनिटीको ठाउँमा चाहिँ सित्तैमा राख्दै पनि केही फरक पर्दैन भन्छु म। त्यो खालको सिस्टम चाहिँ बसाल्नुपर्छ। त्यसको लिडरसिप लिनको लागि संस्थाहरू बलियो हुनु पऱ्यो। संस्थाहरू भन्नु त्यसको खानेपानी संस्थानको म्यानेजमेन्ट बलियो हुनु पऱ्यो है। यो त अब उहाँहरूको स्टाफै यति कम छ, उहाँले एउटा अब जग्गाको चाहिँ समस्या समाधान गर्न सकेर पानी ल्याउन सक्नु भएको छैन। त्यो समस्या समाधान गर्नलाई स्थानीय सरकार भनेर बसेको सरकारले सपोर्ट गरिदिनु पऱ्यो नि उसलाई। सर, म यहाँनिर थोरै यो राप्ती खानेपानी आयोजनाको कुरा तपाईँले जोड्नुभयो, यसमा मलाई थोरै लागेको जिज्ञासा सरसँग सेयर गर्दैछु। हजुरलाई यसको जवाफ दिन सक्नुहुन्छ भने हो कि दिन सक्नु भएन भने केही छैन। यो हिजो मात्रै यो राप्ती खानेपानी आयोजनाको कुरा गर्दाखेरि केहीले भन्नुभयो यो आयोजना चाहिँ अलि सम्भव छैन, धेरै लगानी लाग्ने, कति वर्षपछि हुने। अलिकति योभन्दा हामी कहाँ त सिक्टा सिँचाइ आयोजना त यहाँ कारखानासम्म त्यसको नहरमा पानी आइपुग्छ भने सिक्टा सिँचाइलाई किन युज नगर्ने, बरु यो चाहिँ अलिकति कस्टली फ्रेन्डली हुन्थ्यो कि भनेर चाहिँ केहीले भन्दै हुनुहुन्थ्यो। यहाँले चाहिँ कसरी? ठिक हो। अब यो त्यही राप्ती पनि गाह्रो योजना होइन। 80% काम सकिसक्यो रे। जम्मा अलिकति जग्गा विवादले गर्दा पाइप हाल्न दिएनन्। अनि कसरी पानी ल्याउन सक्छ उसले? पानीको ट्रिटमेन्ट प्लान्ट बनाउनु पऱ्यो नि ठाउँमा ट्रिटमेन्ट। त्यो त संस्थान यहाँको ले सक्दैन। नत्र भनेदेखि त धेरै गाह्रो काम रहेछ नि त। सिक्टा सिँचाइ त झन् अझ कति वर्षमा सम्पन्न हुने रे। त्यो पानी युटिलाइज गर्न सकिन्छ, मल्टियुज सिस्टम अफ वाटर गर्न सकिन्छ, त्यसलाई पनि ल्याएर खान सकिन्छ। यदि पानी त आइरहेको हुन्छ त्यसलाई पनि युटिलाइज गर्न सक्यो, त्यसलाई पनि युटिलाइज गर्न सक्यो। तर ट्रिट नगरी त पानी पिउनु हुँदैन। सिँचाइलाई जस्तो हुँदैन, पिउनलाई चाहिँ पानी ट्रिटमेन्ट हुनै पर्छ। अझ त सिँचाइसँग फेरि ट्रिटमेन्टको सिस्टम हुँदैन, किनभने पिउनको लागि होइन। कस्ट फ्रेन्डली हेर्ने हो भने राप्तीमा ट्रिटमेन्ट प्लान्ट बनाउनु जति खर्च लाग्छ त्यति चाहिँ यहाँ बनायो ट्रिटमेन्ट होइन। प्लान्ट भने चाहिँ त्यो सिँचाइको लागि ल्याएको पानी, अब यत्रो धेरै जग्गालाई सिँचाइ गर्न ल्याएको पानी, यसलाई पानी पिउनतिर कन्भर्ट नगरौँ भन्छु म। र किनभने फेरि उनीहरूको त्यो म्यान्डेट पनि होइन। त्यो गरिरहेको सिँचाइ विभागले, यो गरिरहेको खानेपानी मन्त्रालयले, खानेपानी विभागले, अनि खानेपानी मन्त्रालय भनौँ न संस्थानले। त्यस कारण यो डिमार्केसन अफ रोल्स एन्ड रेस्पोन्सिबिलिटी उहाँहरूको सिँचाइको काम गर्ने काम हो सिँचाइ विभाग होइन, जलस्रोत मन्त्रालय। यता चाहिँ खानेपानी मन्त्रालयको पिउने पानीको काम गर्ने मन्त्रालय हो। त्यस कारण त्यो डिमार्केसन अफ रोल्स एन्ड रेस्पोन्सिबिलिटी छ। त्यही अनुसार यत्रो लगानी भइसकेको छ। त्यो लगानी भइसकेको यो सम्पन्न गर्न सक्यो भनेदेखि त नेपालगञ्जलाई अहिले त पानी मजाले पुग्छ। किन जहिले पनि हामीले योजनाको चाहिँ डिजाइन गर्दा 20 वर्षलाई गर्छौँ। अब यो कति यिनीहरूले सुरु गरेको 10 वर्षै हुन लागिसक्यो होइन। 20 वर्षको अझै हामीलाई पानी पुग्ने नै अवस्थामा छौँ नि त। त्यसपछि अनि हामी ग्राउन्ड वाटर मेन्टेन गरेर ग्राउन्ड वाटरको डिप बोरिङ गरेर ल्याउन सकिन्छ नि त। अहिले त गरिरहेछ, काठमाडौँमा त्यही त चलिरहेछ। तर भएको युटिलाइजेसन चाहिँ गर्नु पऱ्यो भन्न खोजेको मैले। म नेगेटिभ हुनु खोजेको होइन, भएको युटिलाइजेसन गरौँ। किनभने त्यो योजना त्यति बेला मैले यति धेरै चाहिँ मेयर साहबलाई कन्भिन्स गरेका थिएँ, वडा अध्यक्षहरू पनि सबै कन्भिन्स हुनुहुन्थ्यो। र अहिले अब भन्दाखेरि सानो कुराले अड्किरहेछ। अब हिजो मेयर साहब किन आउनु सक्नु भएन, त्यो उहाँको कुरा होला। मेयर साहबले आएर हिजो त्यो बिजनेस प्लानको प्रतिबद्धता जराइदिए भए पनि राम्रै हुन्थ्यो भन्छु म। किनभने उहाँको दायित्व हो नि त, चुनाव लड्ने म यहाँ होइन। उहाँ त इलेक्टेड रिप्रेजेन्टेटिभ हो, यहाँको जनताको प्रतिनिधि हो नि, प्रतिनिधि हो नि, उहाँ त नगर प्रमुख हो होइन। त्यस कारण अब मैले भनिहालेँ नि होइन, जसले जुन रेस्पोन्सिबिलिटी लिएको छ उत्तरदायित्व वहन गर्न हामी सक्नुपर्छ। र सकेनौँ भनेदेखि अनि अरूलाई पन्छाउने काम हामी नगरौँ। मैले मेरो ठाउँबाट गर्ने काममा हामी हेलचेक्राइ नगरौँ। मेरो भनाइ चाहिँ त्यति नै हो। बी पोजिटिभ यस्तो कुरामा। ठिक छ सर, हामी अघि त्यो खानेपानीको कुरा गर्दै थियौँ सडकमा, म फेरि त्यही गर्मीमै फर्केँ। किनभने यो गर्मी नेपालगञ्जको प्रब्लम अझ झन् ठुलो प्रब्लम बन्दैछ। हुन त यहाँ मात्रै होइन, सबै ठाउँमा। तर एउटा इक्जाम्पलको रूपमा चाहिँ मैले नेपालगञ्ज मात्रै लिएर नेपालगञ्जलाई फोकस गर्नुको कारण चाहिँ त्यो एउटा इक्जाम्पलका रूपमा मात्रै, किनभने त्यहाँको समस्या भन्न सकियोस् भनेर। गर्मी एकदम हुन्छ, छाता लिएर पनि हिँड्न एकदम गाह्रो हुन्छ। तर आम मान्छेहरूको नेपालगञ्जमा बस्नलाई टिनको छाना भएका घरहरू छन्। गर्मी एकदम धेरै बढ्दैछ। पोहोर साल रेड क्रसले चाहिँ एउटा अभ्यास के गर्यो भने टिनको छाना सेतो बनाउने, एउटा इन्डियामा पनि टिनको छाना कुनै
केमिकलहरू अथवा केही हालेर अलिकति तापक्रम घटाउने रिफ्लेक्ट हुन्छ। हजुर, त्यो तापक्रम घटाउने अभियान जुन इन्डियामा चलेको थियो, उहाँहरूले नेपालगञ्जमा कस्तो हुन्छ भनेर एक्सपेरिमेन्ट गर्नुभयो। म चाहिँ उहाँलाई सोध्न गएँ, तर नेपालगञ्जको त्यो गर्मीमा त्यो 1-2 डिग्री तापक्रम घटेर चाहिँ केही फरक पर्दैन। यहाँ त यहाँको अवस्था त्यति गर्मी हुन्छ, अवस्था अनुसार मिटिगेट गर्ने एउटा अवस्था। मैले अहिले क्लाइमेट चेन्जको कुरा गर्दा यो चाहिँ पक्कै पनि हाम्रो यो अहिले ग्लोबल वार्मिङकै कारण, ग्लोबल वार्मिङमा नेपालगञ्जको हाम्रो लोकल वार्मिङ भनौँ न, अब लोकल वार्मिङमा गर्दा यसलाई गर्ने मिटिगेट गर्नको लागि, अब लङ टर्म मिटिगेट गर्नको लागि हामीले वृक्षारोपण अलिक राम्रै गर्नु पऱ्यो। अलिकति हरियाली बढाइदियो भने त्यसले शीतल हावा दिन्छ, एउटा नम्बर 1। नम्बर 2, त्यसपछि हामी एडप्टमा जानु पर्दाखेरि चाहिँ हामीले ठाउँ अनुसारको हाम्रो भेजिटेसन अनुसारको हामीले घरहरू बनाउनु पऱ्यो है। सबैले नसक्लान् घरहरू त, अब कङ्क्रिट घरहरू बनाउँदाखेरि अथवा शीतलहरू मिलाएर आफ्नो घरको जस्तो माथिल्लो तलाभन्दा तल शीतलै हुन्छ नि त, त्यो हिसाबले घरहरू बनायो भनेदेखि अलिकति एडप्ट हुने अवस्था एउटा त्यो हो। ठाउँ अनुसारको एडप्टेसन त चाहियो होइन। जस्तो घरकै कुरा गर्दाखेरि पनि घरको छतहरूमा पुरै फुलहरू गाडा सकिन्छ नि, त्यसले शीतल बनाउँछ नि। अनि माटोको घरहरू बनाएको अभ्यास पनि एउटा माटोको घर त झन् शीतल रहेछ नि। हेर्नु थारूहरूले त्यो एडप्ट त हो नि त्यो पनि होइन। औलोको रोगबाट बच्नको लागि थारूहरूले पहिलादेखि त्यो एडप्टेसन गरिरहेको थियो नि। त्यो मिटिगेसन भन्दा त्यो एडप्ट हो नि, बाँच्न बनाउन झन् बिगार्दै गएका छौँ होइन। त्यो भएर जसले गर्दा जल भण्डार पनि हाम्रो रितिँदै गयो होइन। अनि यसलाई चाहिँ अब एडप्ट नै गरौँ भन्छु म। एडप्ट गर्नुपर्दा चाहिँ हामीले अलिकति वृक्षारोपणको लङ टर्म सोचेर गरौँ। जस्तै अहिले यहाँ राखेको फुलले गर्दा राति 10 बजेसम्म त्यो फोटो खिच्ने र टिकटक बनाउनेको कति धेरै भिड है भनेपछि हुँदो रहेछ त। त्यो कति राम्रो कुरा। नेपालगञ्जलाई त्यसले धेरै एट्र्याक्सन गरिरहेको पाएँ नि मैले। त्यो सानो कामले चेन्ज त ल्याउँदो रहेछ नि। अब नेपालगञ्जमा वृक्षारोपण कहाँ गर्ने भन्ने सडकको साइडमा। जस्तो एउटा अहिले हामी वृक्षारोपणको कुरा गर्दाखेरि मान्छेहरूले खेतीपाती गर्न छोडेर आफ्नो निजी वन बनाउन थाल्नु भएको छ, एउटा पोजिटिभ। त्यो राम्रो कुरा हो, राम्रो कुरा हो। तर उहाँको बिक्री हुनु पऱ्यो नि त काठहरू। कहिलेकाहीँ त त्यो त सधैँ वन मात्रै बनाएर बसेर त भएन, त्योबाट त आय आर्जन नै हुनु पऱ्यो नि, परेन? तपाईँले भन्नुभएको इकोसिस्टमको रन हुनु पऱ्यो, चल्न पऱ्यो। आय आर्जन भएन भने तपाईँ कुनै पनि पेसा गर्नुहुन्छ भने त्यसबाट आय आर्जनबाट तपाईँको जिन्दगी चल्न पऱ्यो कि परेन? त्यो हो नि त। तपाईँ एउटा कम्युनिटी फरेस्ट्री बनाउनु भएको छ भने त्यो कम्युनिटी फरेस्ट्रीको काठहरू, पातहरू, फोहोरहरू अथवा त्यहाँको मलहरू बनाउनलाई के बेचेर हुन्छ? त्यो बेचेर त्यो रन हुनु पऱ्यो कि त्यो कम्युनिटी फरेस्ट्री, अथवा त्यहाँबाट आय आर्जन हुनु पऱ्यो भन्छु म। अनि पो त बल्ल साइड चल्छ, तपाईँको आय आर्जन पनि चल्छ, अनि पो जिन्दगी चल्छ। नत्र भने त अनि उही सबै खाडी गयो भन्ने जस्तो कुरा। फर्केर आएको कसैले भन्दैन नि, गएको मात्रै कुरा गर्छौँ नि हामी। फर्केर आउने छौँ नि त, हामी पनि फर्केर आएका छौँ। अझ त होइन, त्यो जम्मै खाडीको राष्ट्रमा गएर काम गरेर आउनेहरूले यति धेरै। नेपालगञ्जमा 10 वर्ष अगाडि आउँदाखेरि मैले क्याफे एउटा पाएन कफी पिउनलाई। 3 दिनसम्म प्लेन उडेन नेपालगञ्जबाट काठमाडौँ जानलाई। धनगढी फर्कौँ जस्तो लागिरहेको थियो मलाई, किनभने अब गाडीमा जान रातभरि लाग्ने। त्यसमा के गरौँ भन्दा 3 दिनसम्म बसाइ क्याफे नपाउने। अहिले हेर्नु त कति धेरै डेभलप भएको छ। त्यो म्याक्सिमम् तपाईँ गएर सोध्नुभयो भने त्यो विदेशबाट फर्केको मान्छे छन् त्यो क्याफे चलाउनेहरू। त्यो सिकेर आए नि त, केही त लिएर आए नि। सिक्नलाई विदेश जाउँ अनि होइन, कमाएर आउँ, सिकेर आउँ, जानेर आउँ। त्यो संसारमा जहाँ गयो नि यो ग्लोबल भिलेज भन्छु म। ग्लोबल भिलेजमा पाइन्छ। तर फर्केर आएको पनि रेकर्ड राखौँ, गएको मात्रै कुरा नगरौँ। हामी एकदम नेगेटिभ नबनाउँ। जस्तो एयरपोर्टबाट यति गए त्यति फर्केर आएको चाहिँ हेर्नुहुन्छ कसैले? त्यो प्लेन त फर्केर नै आएको छ नि त। तर जानेको सङ्ख्या अलि धेरै बढ्यो। अनि उनीहरू फर्किन्छन् भन्ने पनि आश गरौँ न। अब संसारमा कहीँ पनि सुख छैन हेर्नुहोस् है। म धेरै देश घुमेँ, 40 देशभन्दा बढी, र पढेँ, काम गरेँ विभिन्न देशहरूमा सँग बसेर। डेभलप भनेर मैले आफू एकदम हाई लेभलको भएको अमेरिकासँग बसेर काम गरेँ, र जर्मनी, युरोपको सबभन्दा जननी जर्मनी र हल्यान्डसँग बसेर पढेँ, र युरोपका धेरै कन्ट्रीहरू घुमेँ है। त्यहाँ पनि जिन्दगी सजिलो छैन नि। मान्छेले काम नगरिकन कहीँ खान पाउँदैन। त्यस कारण काम गर्नको लागि त्योभन्दा त हाम्रो आफ्नै देशमा केही काम गर्न सक्यो भने त आफूलाई कति आनन्द पनि लाग्ला होइन। त्यहाँनिर तपाईँलाई अपनत्व र ओनरसिप त हुँदैन नि तपाईँको आफ्नो। त्यो ओनरसिप हुनको लागि त आफ्नो देशमा काम गऱ्यो भने कति आनन्द होला। त्यही त्यो हिसाबले सोच्ने हो भने डिफ्रेन्ट रोजगारीको कुरा आउँछ, महँगी यस्तो हो। त्यही भएर रोजगारी सृजनातिर हाम्रो एग्रिकल्चरलाई पर्सपेक्टिभलाई लानु पऱ्यो। टुरिज्मलाई हामीले एग्रिकल्चर हाम्रो चाहिँ रोजगारीसँग जोड्नु पऱ्यो र आय आर्जनसँग जोड्नु पऱ्यो। मलाई तपाईँलाई एउटा मात्रै उदाहरण दिन्छु। मैले योजना तर्जुमा गोष्ठी हाम्रो बागमती प्रदेशमा 119 पालिका छ। यो मैले लुम्बिनीसँग जोड्न सकिन्छ। एउटै त हो कुरो नेपालको फेनोमेना।
119 पालिकामा गएर योजना तर्जुमा गोष्ठी गर्दा यो सडक बनाउने काम नगरौँ, अब आय आर्जन र हाम्रो रोजगारीको कामहरू चाहियो भनेर चाहिँ यो स्थानीय निकायबाट कुराहरू आएको छ। त्यो पक्कै पनि त्यो पोजिटिभ सिग्नल हो नि त। त्यही कारण यसलाई यस्ता कुरालाई पोजिटिभ वेमा लिएर हामी अगाडि बढ्नु पऱ्यो र सधैँ बाटो यो गाउँ भत्काउने, बाटो बिगार्ने, बाटो बनाउने काम मात्रै नगरौँ, केही न केही आय आर्जनमा जोडौँ र हाम्रो कृषिलाई चाहिँ अलिकति आधुनिकीकरण गरेर कृषि मलदेखि लिएर सबैलाई आधुनिकीकरण गरेर हाम्रो आय आर्जन हामीले नै चाहिँ बेचेर यहीँ चाहिँ अब म चाहिँ त्यो चल्ने खालको बनाउनु पऱ्यो भन्ने खालको चाहिँ सोच हामीले अब बिस्तारै डेभलप गर्न सकेन भनेदेखि अब सधैँ यो परनिर्भर भएर हुँदैन। सरले अब वातावरण विषयमा पिएचडी गर्नुभयो, पानी र वातावरणको विषयमा अरू हाम्रो वातावरणीय समस्याहरू अहिले तपाईँले देख्नुभएको जल्दोबल्दो अरू समस्याहरू? एउटा त हाम्रो हिमनदीहरू हाम्रो चाहिँ अब यो यदि यसले ग्लोबल वार्मिङलाई हामीले अलिकति एडप्ट र मिटिगेट गर्न सकेन र अरू संसारबाट आएका अरूको पोल्युसनले गर्दा हामीलाई एडप्ट हुने खालको कुरा भयो भनेदेखि हाम्रो हिमनदीहरू सुक्यो भने सबभन्दा वातावरणीय समस्या त्यहाँनिर हुन्छ। तर यो आजै नहोला, तर हाम्रो सन्ततिहरूलाई पछि न पछि यसले केही दुःख दिन्छ नै होइन। यो पक्कै एउटा मलाई लागेको कुरा। फुट्ने जस्तो अहिले हिमनदीका आइस त मैले भने नि त्यो क्लाइमेट चेन्जले गर्दा माथि टेम्परेचर बढ्यो, मेलम्चीको पानी नपरेको दिन मेलम्चीको माथि फ्लडिङ आयो। त्यो चाहिँ अब माथिको चाहिँ त्यो आइस लेकहरू फुट्यो, माथि जुन हिमबाट बनेका लेकहरू थियो नि त्यो फुट्यो, त्यो फुटेपछि आएको त हो नि। त्यस कारण त्यसलाई हामीले प्रिजर्भ गर्नलाई के गर्न सकिन्छ, टेम्परेचर मेन्टेन बाहेक अरू उपाय भएन। त्यसको लागि हामीले अहिलेदेखि नै मिटिगेटका अप्सनहरू वृक्षारोपण लगायतका के गर्न सकिन्छ, हामीले चाहिँ वातावरणलाई विनाश नगर्ने खालको कुरा गर्नु पऱ्यो। अब दिल्ली जस्तै काठमाडौँ पनि हुन लागिसक्यो एयर पोल्युसनमा, त्यसलाई पनि अब हामीले रोक्नु पऱ्यो। हामीले अब यसरी इलेक्ट्रिक भेहिकलहरूलाई चाहिँ युटिलाइज गर्ने हो कि यो अब पेट्रोलियम पदार्थभन्दा बढी त्यसलाई अलिकति डिस्करेज गर्ने हो कि त्यो खालको सोच चाहिँ अब बनाउनुपर्छ जस्तो लाग्छ सहरीकरणमा। एउटा मैले भन्नु खोजेँ नि एउटा सानो क्याम्पेनले जस्तो यो लिक्विड हार्मोनी क्याम्पेनलाई अगाडि बढाउँदै गयो भनेदेखि यसैले मान्छेले चेन्ज ल्याउँछ त्यही कारण एउटा त्यो पनि एउटा अभियान हुनसक्छ। शीतल ठाउँ बनाउने, शीतल खालको माथि माटोले छपेर वृक्षारोपण गरेको तल चाहिँ मान्छेहरू यसो शीतलमा बस्ने खालको वातावरण बनाइदिन सक्ने खालको चाहिँ अब खालको स्ट्रक्चर निर्माण गर्न सकियो सानो घरको स्तर अथवा बस पार्क एरियामा अथवा ठाउँमा भनेदेखि त्यसले धेरै सहज पुर्याउँछ। ल त्यसलाई चाहिँ सँगसँगै वातावरण र माथि अलिकति शीतल हुने खालकै चाहियो, त्यही छ। अहिले यहाँ शीतलको लागि भएको अभ्यास के छ भने नेपालगञ्जमा जसको एक तलाको घर थियो उहाँहरूले 2 तला 3 तला माथि नबस्ने तल बस्ने, आफूहरू तल बस्ने, त्यो त पैसा हुनेलाई मात्रै बहुत दुःख गाह्रो अहिले जति पनि समस्या भइरहेछ गरिबलाई भोग्ने व्यक्ति भनेको आम तल्लो स्तरका र जीवनयापन गर्न गाह्रो भएका मान्छे, दिनभरि काम गरेर साँझ छाप्का तिनीहरूलाई नै टार्गेट गरेर एउटा नगरपालिकाले एउटा मैले त्यही भएर यो पानीको कुरा अलिक बढी जोडेको, पानीको सर्वसुलभ गरिदिनु पर्यो। शीतल पनि दिन सकिन्छ कि त्यो तल्लो लेभलका मान्छेहरू जसले पैसा तिर्न सक्दैन, जुनसुकै जातको होस् त्यो कुरा होइन। तर जस्तो हेटौँडा उपमहानगरपालिकाले त्यस्ता मान्छेहरूलाई शीतल पानी दिएको छ, अब त्यो शीतल पानी दिएको छ त्यो मान्छेहरूलाई त्यो त वेलबिङ ऱ्याङ्किङ गर्न सक्छ नि त होइन र? त्यो कति राम्रो पर्सपेक्टिभ त्यो पालिकाले अनि पालिकाले गरिरहेछ वेलबिङ ऱ्याङ्किङको आधारमा उहाँहरूलाई पानी हामी स्थिति दिन्छौँ भने पानी पैसा तिर्नु पर्ने कति राम्रो भयो नि उनीहरूलाई त्यो खालको। र अनि त्यस्तै यहाँ चाहिँ यहाँनिर चाहिँ यो गर्मी धेरै हुने ठाउँमा यहाँ जस्तो धनगढी त्यसपछि हाम्रो भैरवा यी सिटीहरूमा चाहिँ अब अलिकति शीतल हुने ठाउँहरू पनि बनाउनु नगरपालिकाले सोच्नु, यो स्थानीय सरकारले सोच्न सक्यो भनेदेखि यो एकदम राम्रो कुरा। स्थानीय सरकारले गर्न सक्छ किन नसक्ने? स्थानीय सरकारले आफ्नो प्लान लिएर गयो भनेदेखि त सपोर्ट गर्ने त सङ्घीय सरकार र प्रदेश सरकारले उसैलाई हो नि। यसमा सर एउटा कस्तो भने नेपालको महानगरपालिकाले कुलिङ सेन्टर भनेर एउटा घर बनाउँदैछ ट्रसको, त्यहाँ एसी राखेर एउटा मात्रै घरले हुन्छ नि बस पार्कमा एसी राखेर त त्यो भएन, त्यो त हुँदै भएन। त्यो एसी राखेर भने त त्यो त अब झन् मोडर्नाइज स्ट्रक्चरमा त्यो फेरि पैसा कहिले तिर्ने, भोलि त्यो पैसा तिर्ने मान्छे हुँदैन, त्यो एसीको पैसा तिर्ने क्या, त्यो पैसा तिर्ने हुँदैन जस्तो लाग्छ। नगरपालिकाले कहिलेसम्म त्यो तिर्ने के? त्यो त खर्च हो नि, थप खर्च भएन? एसीको त बिल आउँछ, बत्तीको पैसा आउँछ, यस्तो गर्मी ठाउँमा बत्तीको पैसा तिर्नु परेपछि त्यो त नगरपालिकाको झन् भार पर्यो नि। त्यस कारण जसले गर्दा भार कम पर्ने र जनतालाई सुख पनि हुने खालको सोच चाहिँ बनाउनु पर्यो। सर जस्तो यो घर बनाउँदाखेरि भित्ता पनि अलिक बरु मोटो बनाउने, माटोको लेभल लगाउने होइन शीत, अनि त्यसपछि माथि कस्तो अभ्यास देख्नुहुन्छ तपाईँले बाहिर हेऱ्यो भने? बाहिर अमेरिका त्यहाँ धेरै त्यस्तो ड्राई हुनु, उनीहरूको प्लान्टेसनै अति धेरै छ, 70% त अमेरिकाको इन टोटल जनसङ्ख्यामा उनीहरूको प्लान्टेसनै छ भन्छु म त, यति धेरै हरियाली छ
त्यही पनि अस्ति त्यति ठुलो आग लाग्यो। आग लागि होला हेर्नु, त्यो त झन् संसारको सबभन्दा चाहिँ महँगो सहर त्यो बलिउड हल, त्यो महँगो सहर हो नि त्यो त क्यालिफोर्निया। हामी जुन मोबाइल युज गर्छौँ संसारको सबै सिलिकन भ्याली त्यहाँ भएको हो नि। त्यो त कति धेरै त्यहाँको चाहिँ हिरो हिरोइनहरूको घरै डढ्यो होइन। त्यस कारण अब यो डिजास्टर भनेको कुरा जहाँ जहिले जसै बेला हुनसक्छ। त्यहाँ पनि त सुनामीहरू आउँछ, डिजास्टरको सबभन्दा धेरै त त्यहाँ हुरिकन आउँछ, हुरिकन। हाम्रो त्यो त छैन नि। एकदम चरम सङ्कट भोगेका र पछि फेरि पहिलेकै अवस्थामा फर्केका होइन। यो पानीको सङ्कट त जहाँ पनि ग्राउन्ड वाटर प्रिजर्भेसनै रहेछ संसारभरि। पानीको चाहिँ लङ टर्म सपोर्ट भनेको होइन। जस्तो पानी पिएर धेरै खालको चाहिँ डिजास्टर अथवा रोग लागेर डायरियल डिजिज लागेर खतम भएपछि उनीहरूले पछि रिभाइभ हुनको लागि उनीहरूले वाटर क्वालिटी ट्रिटमेन्ट प्लान्टको व्यवस्था गरेर, जस्तो फिलिपिन्सको मनिला मैले धेरैचोटि भिजिट गरेँ, अनि कम्बोडिया, यी देशहरूमा यिनीहरूले आफै रिभाइभ गरेर अगाडि बढेका छन्। अनि उनीहरूले यो जस्तो मैले अहिले भनेको जस्तै प्राइभेट सेक्टरलाई इम्पावर गरेका छन्। खानेपानी बोर्ड के पानीमा खानेपानी बोर्ड जस्तालाई चाहिँ इम्पावर गर्यो भनेदेखि पैसा त्यो कुनै पनि संस्था रन गर्नलाई त्यहीँबाट पैसा उठ्नुपर्छ क्या। यो सरकारले सधैँ दिएर हुँदैन। खानेपानी संस्थालाई प्रत्येक पटक सरकारले पैसा दिनुपर्छ। 80 रुपियाँ उठाउने यो तरिकाले हामी संस्था चल्दैन र हामी सस्टेन पनि हुँदैनौँ। त्यस कारण हामी सस्टेन हुनलाई हाम्रो संस्थाहरू आफै रन हुनु पऱ्यो। अपरेसन मेन्टेनेन्स गर्नलाई सरकारसँग पैसा माग्नु पऱ्यो भनेदेखि त्यो संस्था रन हुन्छ? यति हो मेरो क्वेसन। एकपटक पो सरकारले हो, एकपटक बनाइदिन्छ, बनाएर ह्यान्डओभर गरिदिइसकेपछि हाभ टु रन थ्रु। अनि फेरि धेरै ठुलो चेन्ज ल्याउनु पऱ्यो अथवा धेरै ठुलो त्यहाँ थप्नु पऱ्यो, धेरै जनसङ्ख्यालाई पानी पुगेन भनेदेखि बल्ल बनाउने अर्को स्ट्रक्चर होला। नभए त्यहाँभन्दा अहिले चाहिँ आफै रन हुनु पऱ्यो संस्था भन्छु म। सेल्फ सस्टेन हुने खालको संस्थाहरू हामीले निर्माण गर्नु पऱ्यो र प्राइभेट सेक्टरलाई अलिकति हामीले इम्पावर गर्नु पऱ्यो। अब प्राइभेट सेक्टरलाई इम्पावर गर्न सरकारले दिएकै छ, संस्थान छँदैछ, किन प्राइभेट सेक्टरलाई अगाडि बढाउनु भएर यो नगरपालिकाले इन्ट्रेस्ट देखाएन भने यो सधैँ यो समस्या रक्रै हुन्छ। सर अर्को कुरा यो बजार एरिया हो। बजार एरियामा यहाँ उद्योगहरू पनि छन्। नेपालगञ्जको कुरा गर्दा उद्योगहरू पनि छन्, आम मान्छेहरूको बसोबास भएको ठाउँ पनि छ। पानी उद्योगले त्यही क्षेत्रबाट पानी निकालेर उसले बेचेर व्यावसायिक रूपमा अगाडि बढिरहेछ भने आम मान्छेले पनि त्यही जमिन मुनिको पानी निकालेर खाइरहेछ। पानी उद्योगको मात्रै कुरा होइन, जस्तो फलाम उद्योगले पनि फलाम चिस्याउनलाई दिनमा 100 लाखौँ लिटरहरू पानी युज गर्नुपर्ने, डेरीले पनि सरसफाइमा दिनमा लाखौँ लिटर पानी। यहाँ चाहिँ हरेक उद्योगहरूलाई दिनमा केही न केही मात्रामा भए पनि पानी प्रयोग गर्नै पर्ने एउटा त्यस्तो अवस्था छ भने त्यही क्षेत्रमा बस्ने अर्को मान्छेले चाहिँ खाने पानीका लागि त्यो पानी युज गर्नुपर्ने। यहाँ चाहिँ त्यसरी मिश्रित बसोबास छ। मैले जोड्न खोजेको कहाँनिर भने उद्योगले चाहिँ त्यही पानीले पैसा कमाइरहेछ, नाफा कमाइरहेछ, व्यवसाय गरिरहेछ, तर आम मान्छेको त्यही धारा सुकेर पानी आइरहेको छैन। यसमा के अब तपाईँ पोलिसी लेभलमा हुनुहुन्छ, नीतिगत तहमा हुनुहुन्छ, यसमा केही नीति छ त्यस्तो? यसलाई छैन, यो नीति छैन, यसलाई बनाउनु पर्छ र यो अथोरिटीहरूले यसलाई निर्माण गर्ने हो। जस्तो उसले पानी धेरै फेच गर्यो भनेदेखि उसले ह्याभ टु पे मोर, अथवा उसलाई कुन लेभलसम्म पानी झिक्न दिने त्यो पनि एउटा बनाउनु पऱ्यो अथोरिटीले होइन। त्यसलाई चाहिँ स्थानीय सरकार प्लस अथोरिटी भने सिडिओ कार्यालय जोइन हुनुपर्छ भन्छु म यसमा होइन। यो अथोरिटीले जोइन गर्नुपर्छ र ती गरिब जसले पानी पिउन पाएका छैनन् उनीहरूलाई सब्सिडी दिने, त्यो जसले इन्डस्ट्रियल स्टेट डेभलप गरे उनीहरूले ह्याभ टु पे मोर, धेरै पैसा तिर्नु पऱ्यो उनीहरूले, र त्यो सब्सिडीले अरू दुःख पाउने अथवा तल्लो लेभलका मान्छेले सिधै पानी पाउनु पऱ्यो। मेरो कुरा त्यति नै हो त्यो एडभोकेसीमा। र एउटा यो उनीहरूले जब इन्डस्ट्रियल स्टेटमा त उनीहरूले पानी पोल्युसन पनि गर्छन् नि त। त्यो पानी पोल्युसन गरेपछि त्यही पानी त नजिकको घरको मान्छेले चाहिँ त्यो इनारबाट निकालेर अथवा इनारबाट ट्युबवेलबाट निकालेर पानी उसले पोल्युटेड पानी पियो नि। त्यही भएर कुनै पनि ट्युबवेलको पानी सुरक्षित होइन। ट्युबवेलबाट खाएको पानी प्युरिफाई गर्नु पऱ्यो, त्यसलाई विभिन्न खालको ट्रिटमेन्ट नगरिकन पानी पिउनु भएन। र ट्युबवेलको पानी नै खानु हुँदैन भन्ने मान्छे म चाहिँ, किनभने मैले वाटरमा पिएचडी गरेको हुनाले यो हुँदैन। ट्युबवेलको पानी सुरक्षित हुँदै होइन र त्यो जिन्दगी चल्नलाई मात्रै हो र त्यही भएर डायरियल डिजिजहरू धेरै भइरहन्छन् घरमा, कारण त्यो हो। यहाँ त धेरै ह्यान्डपम्पकै पानी, त्यही त 10 मिटरमा 15 मिटरमा पानी आउँछ, कहाँ पानीको पैसा तिर्ने भन्छ अरे। उसले खानेपानीको हाकिमले मलाई त्यो पनि भन्यो। त्यो एउटा अवेरनेस पनि आवश्यक छ। मैले हिजो हाम्रो डाक्टर विनोदलाई भनेको थिएँ यो तपाईँको यो अवेरनेस चाहिँ शुद्धिकरणको पानीको लागि पनि जाओस्। अब तपाईँ यता यो एडभोकेसीमा लाग्नु भएको छ डाक्टर साहब भनेर मैले भनेको छु। किनभने यो एउटा पानी चाहिँ शुद्ध र ट्रिटेड वाटर खानु स्थानीय
तहले नै गर्नुपर्ने होला। स्थानीय तह अब मान्छेहरूले त के गर्न सक्छ? अनि स्थानीय तहले नि भन्नु पऱ्यो र हाम्रो वडाहरूलाई अवेर गराएर वडाहरूले नि हाम्रो जनताहरूलाई चाहिँ भन्नु पऱ्यो कि तिमीहरूले यसरी ट्युबवेलबाट आएको पानीमा यो कुराहरू जोडिएको हुन्छ, तिमीहरूले यो पानी खानु हुँदैन र यो पानीमा चाहिँ कीटाणु हुन्छ र यसले गर्दा हामीलाई बेला बेला डायरिया डिजिजहरू लाग्ने, बिरामी हुने भइरहन्छ भन्ने खालको कुरा चाहिँ बुझाउन सक्नु पऱ्यो। त्यही हो अवेरनेसको लेभल र पब्लिक हेल्थको यहाँनिर पब्लिक हेल्थको आवश्यकता। एकचोटि नेपालमा 8-9 जना मान्छे मरेको थियो अलि अगाडि, तपाईँले थाहा पाउनुभन्नु होला, तपाईँ सानै हुनुहुन्थ्यो होला, मलाई थाहा छ, म नेपाल सरकारमै थिएँ। यहाँ धेरै ठुलो डायरिया डिजिज भएको छ नेपालगञ्जमा, बाढी आएको बेला, बाढीपछि लगत्तै डुबेको बेला डुबेको बेला झाडाबन्दा ल हेर्नु त कोरोना नि सबभन्दा मान्छे त्यहाँ फोहोरले गर्दा त हुन्छ, सबभन्दा धेरै मान्छे मरे। ल हेर्नु त त्यो भने फोहोर पानीकै कारणले हो। त्यस कारण त्यो इन्डस्ट्रियल स्टेट भएको ठाउँमा त झन् पानी यति धेरै पोल्युसन हुन्छ, हाई मेटल जान्छ क्या। हाई मेटल भनेको विभिन्न खालका अरू मेटलहरू पनि निस्किन्छन्। तपाईँले 9-10 वर्ष अगाडि भन्नुभयो, मैले ठ्याक्कै नयनराज पाण्डेले लेख्नुभएको लु किताबमा त्यो उपन्यासमा उहाँले लेख्नु भएको छ क्या, त्यो अस्ति मैले एकचोटि सुने। नरेनापुरमा झाडा पखाला लागेर मान्छेहरू बित्ने गरेको, नेपालगञ्जमा झाडा पखालाले मान्छेहरू मर्ने गरेको उहाँले लेख्नुभएको। अहिले पनि त्यस्तै अवस्था छ। अहिले त्यो अवस्था छ। त्यो मान्छे अलिक बुझ्ने मान्छेहरूले अब पहिलाको जस्तो डाइरेक्ट पानी नपिएको होला, नभएदेखि गाउँका मान्छेले अझै पनि पिएका छन्। उनीहरूको त्यो जुन एडप्ट गर्ने क्यापासिटी भएको हुनाले अहिलेसम्म बाँचेका छन्। नभए अब जस्तो हामीहरू अब बाहिर संसारबाट त्यहाँ गएर त्यो पानी खायो भने उतिखेर त्यही दिन बिराम भइन्छ। त्यो एडप्टेसन पनि ठुलो कुरा रहेछ, एडप्ट गर्न सक्ने र हाम्रो शरीरले कतिसम्म धान्न सक्छ त्यो पनि कुराहरू छ र ठाउँ अनुसारको त्यो एडप्टेसन चाहिँ बनाइदिएको हुन्छ। जस्तो हिमालको चौरी लिएर आएर यहाँ राख्यो भने बाँच्न सक्दैन नि, त्यो खालको एडप्टेसन चाहिँ ठाउँ यहाँ गाह्रो हुन्छ। तर एडप्टेसन भनेको कुरा चाहिँ त्यो रहेछ। त्यस कारण अहिलेसम्म त्यो हो। तर अब हामीले लङ लास्ट प्लानिङ गर्दा अलिक सोचेर गर्नुपर्छ भन्ने नै हो मेरो। हुन्छ, केही छ प्रश्न? हुन्छ, जाँदा जाँदै सरलाई सेयर गर्न मन लागेको केही कुरा छ भने? होइन, ठिक छ। अब हामी रेस्पोन्सिबल बनौँ र हामीले आफूले गर्ने कामहरू रेस्पोन्सिबल भएर गरौँ र हामीले जुन काम गर्छौँ त्यो चाहिँ विथ रेस्पोन्सिबिलिटी र हाम्रो दायित्व, जुन इलेक्टेड बडीले पनि आफ्नो दायित्व नबिर्सौँ। र जुनसुकै हाम्रो तीन तहको सरकार डिमार्केसन छौँ हामी, हाम्रो संविधानले दिएको परिपाटीमा अगाडि बढेका छौँ। त्यसलाई चाहिँ संविधानले दिएको अधिकारभित्र रहेर हामीले आफ्ना कामहरू गऱ्यौँ भनेदेखि जनतालाई आखिर लास्टमा गएर त एट लास्ट हामीले जनतालाई दिने सुविधा हो र समृद्धिकै कुरा हो। किन समृद्धि ल्याउनतिर हामी जान्छौँ। यो खालको व्यवस्थामा हामी चलिरहेका छौँ, जुन व्यवस्था अकाट्य र राम्रो व्यवस्था हो। यो व्यवस्थामा अब वाट नेक्स्ट अर्को व्यवस्था छैन। त्यस कारण हामी यही व्यवस्थामा रहेर यही संविधानलाई बरु संशोधन गरेर अथवा कसरी हुन्छ अगाडि बढौँ भन्ने खालको कुरा राख्दै यो अपर्च्युनिटीको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद।